हाम्रो उद्देश्य समाजलाई सेवा दिने हो। त्यस नेपालमा यस्ता धेरै सङ्गठनहरू छन्, त्यसमध्ये एउटा अपन मिथिला सेवा समाज नेपाल पनि एक हो। हाम्रो उद्देश्य हाम्रो देश र समाजमा भएका गरिब, दलित, असहाय, अपाङ्ग यस्ता पीडित व्यक्तिहरूलाई सहयोग गर्नुको भावनाले खाना, बस्न, शिक्षा र स्वास्थ्यको मध्यनजर राख्दै जिल्ला सिराहा जानकी नगर वार्ड नम्बर 4 मा बस्ने वर्ष 69 श्री बृहस्पति पासवान र उनको वर्ष 68 श्रीमती शोभला देवी पासवानको अपन मिथिला सेवा समाज अभियानद्वारा जानकारी भएअनुसार उहाँलाई खाना, बस्न र स्वास्थ्यको मध्यनजर राख्दै पीडित व्यक्तिलाई अपन मिथिला सेवा समाजद्वारा नेपाली रुपियाँ 27,001 रुपियाँ अन्तर्गत चावल, दाल, आलु लगायतका सामग्री सहयोग गरिएको छ। धन्यवाद। हमरा सबके और ये 5 गो नाम जो ये साक्षी छथिन हुनका सबके ये 2 गो नाम हिनका दुनू गोरा के नगरता नंबर हिनका दुनू गोरा के और ये नगरता नंबर जो 5 आदमी छथिन जे हम सब काल अगर ये देलिए कतौ तो हमरा सबके कते यहाँ सहयोग करले वो हस्तांतरण कर दिए यहाँ सब रखे धन्यवाद। घर में रख लिया बढ़िया फोटो खींच लिया बेटा बन में ठाड़ पे बुआ कर लगे